सुशीला कार्की नेतृत्वको सरकार भङ्ग गर्न विप्लवको 10 दिने अल्टिमेटम। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले वर्तमान सुशीला कार्कीको अन्तरिम सरकार भङ्ग गरी सर्वपक्षीय सरकार गठन गर्न माग गरेको छ। बुधबार राष्ट्रपति रामचन्द्र पौडेललाई 13 बुँदे ज्ञापन पत्र बुझाउँदै नेकपा माओवादीले कार्की नेतृत्वको अन्तरिम सरकार भङ्ग गर्न माग गरेको हो। ज्ञापन पत्रमा जेएनजी विद्रोहको भावना अनुरूप विशेष परिस्थितिमा अवलम्बन गरिने आवश्यकताको सिद्धान्तलाई प्रयोग गरी संविधान संशोधन गर्न पनि माग गरिएको छ। यस्ता छन् ज्ञापन पत्रका मागहरू। वर्तमान अन्तरिम सरकारलाई भङ्ग गरी सर्वपक्षीय अन्तरिम सरकार गठन गर्नुपर्छ। जेएनजी विद्रोहको भावना अनुरूप साथै विशेष परिस्थितिमा अवलम्बन गरिने आवश्यकताको सिद्धान्तलाई प्रयोग गरी संविधानलाई संशोधन गर्नुपर्छ। 23 र 24 गते भएको गोलीकाण्ड र विध्वंसको निष्पक्ष छानबिन गरी दोषीलाई कडा भन्दा कडा कारबाही गर्नुपर्छ। संविधान निर्माणदेखि असन्तुष्ट वर्ग, जाति, लिङ्ग, क्षेत्र, समुदाय र युवा लगायतका मागहरूलाई समेटेर संविधानको पुनर्लेखन गर्नुपर्छ। नयाँ संविधान अनुरूप राज्यको पुनर्संरचना गर्नुपर्छ। राज्यको पुनर्संरचना गर्दा अग्राधिकार सहितको समाजवादी संघीय ढाँचामा गरिनुपर्छ। राजनीतिक स्थिरताका लागि कार्यकारी प्रमुखको छनौट प्रत्यक्ष निर्वाचनद्वारा गरिनुपर्छ। राज्यले उच्च स्तरीय भूमि आयोग बनाएर निष्पक्षताका आधारमा छानबिन गर्नुपर्छ। वास्तविक सुकुम्बासीलाई बाँसको सुनिश्चित हुने गरी जमिन उपलब्ध गराउनुपर्छ। भ्रष्टाचारको निष्पक्ष छानबिन गर्ने उच्च स्तरीय नागरिक आयोग गठन गर्नुपर्छ। भ्रष्टाचार माथिको मुद्दा हेर्ने शक्तिशाली न्यायालय गठन गर्नुपर्छ। उक्त न्यायालयको फैसला नै अन्तिम फैसला हुनुपर्छ। राज्यको सम्पत्ति हिनामिना गर्ने भ्रष्टाचारीको सम्पत्ति राष्ट्रियकरण गरी जन्म कैद गर्नुपर्छ। गैर कानुनी रूपले आर्जन गरेको कालो धनलाई राज्यको मातहत ल्याउन 500 र 1000 को नोटलाई खारेज गरेर नयाँ नोट प्रचलनमा ल्याउनुपर्छ। अस्थिर राजनीतिक परिस्थितिमा देशको स्वाधीनता र सार्वभौमिकतामाथि भइरहेको साम्राज्यवादी हस्तक्षेप रोकी घुसपैठियाहरूलाई कडा भन्दा कडा कारबाही गर्नुपर्छ। नेपाली मौलिक जनसंस्कृतिमाथि भइरहेको साम्राज्यवादी सांस्कृतिक हस्तक्षेप बन्द गर्नुपर्छ। उल्लेखित मागहरू 10 दिनभित्र सम्बोधन नगरिए सडक सङ्घर्षमा अगाडि बढ्ने समेत चेतावनी दिएको छ।